माई न्यू मिनी भ्लग। हजुरहरूको के छ खबर? मेरो ठिक छ। अनि हामी चाहिँ आज शनिबारको यात्रा हाम्रो चाहिँ कहाँसम्मको छ भनेर हजुरहरूलाई म भन्नेवाला छु। हामी चाहिँ जाँदैछौँ हाइकिङ। हेलो हेलो हामी चाहिँ गइरहेछौँ यहाँबाट। हामी चाहिँ अब धरहरा अगाडिबाट गाडी चढेर हामी चाहिँ सर जाँदैछौँ। हामी जाने ठाउँ चाहिँ के अरे भाइ? चम्पादेवी हाइकिङ जाँदैछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ म अहिले गएर हजुरहरूलाई चम्पादेवी देखाउन सक्छु। हजुरहरूले आजसम्म यति हेन्सम मान्छे देख्नु भएको थियो। यो मेरो भाइ हो। हेलो हेलो चस्मिस, के छ खबर? यो मेरो भाइ, उहाँ मेरो दाजु हुनुहुन्छ। अनि म तपाईँलाई देखाउँछु, उहाँ मेरो भाउजू हुनुहुन्छ। साथीहरू हामी चाहिँ गइरहेछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ सङ्कटा मन्दिरको लागि लाइन बस्ने मान्छे देख्न सक्नुहुन्छ। आज अन्तिम शनिबार हो चैतको, त्यही भएर देख्न सक्नुहुन्छ हजुरहरूले मन्दिरको लागि लाइन बाँच्ने मान्छेहरू यति धेरै हुनुहुन्छ। मन्दिर छ उहाँ गेटदेखि पनि भित्र, मान्छे हुनुहुन्छ उहाँ विशाल बजार भन्दा माथिदेखि यहाँसम्म हुनुहुन्छ। यतिको धर्म कर्ममा चाहिँ लाग्न पर्यो। फाइनली गाइज हामी चाहिँ गाडी चढ्ने ठाउँतिर आइसकेको छौँ, तर गाडी कुन हो भन्ने कुरा थाहा छैन। भाउजू तपाईँलाई कस्तो महसुस भइरहेछ त आज? मलाई चाहिँ धेरै एक्साइटेड छु म चाहिँ। हो ल ठिक छ, अब रमाइलो गर्नुपर्छ हामी होइन। गाइजहरू हामी चाहिँ गाडी चढ्ने ठाउँतिर आइसकेका छौँ, देख्न सक्नुहुन्छ। गाडी कुन हो भनेर थाहा छैन, तर फाइनल्ली गाइज हामी चाहिँ गाडीबाट झरिसक्यौँ। यस्तो राम्रो ठाउँ, वाउ। फाइनल्ली गाइज हामी चाहिँ अब यहाँबाट लाग्यौँ। यहाँ चम्पादेवीको गेट हो, यहाँबाट चाहिँ हामी सर र माथि जाँदैछौँ। फाइनल्ली गाइज हामी चाहिँ यहाँबाट अब लाग्यौँ मासतिर हिँड्नलाई। उहाँ हाम्रो मित्रहरू हुनुहुन्छ, देख्न सक्नुहुन्छ। हेलो पन्छ, हाई, के छ त नि हाल खबर? एकदम ठिक छ। कस्तो फिल भइरहेछ त? अब दोस्रो चोटि जाँदा कस्तो फिल हुन्छ? खासै नरमाइलो छ पहिलेको भन्दा त। पहिले पनि आएको हो, म पनि हो। आउन त म पनि पहिले नै आएको हो, दोस्रो चोटि हो। सुरुमा आउने उहाँ चाहिँ, म चाहिँ नयाँ मान्छे नै हो। यता कस्तो राम्रो सिन छ। उहाँ अर्को भ्लगर यहाँ यता छ, सल्लाह। वाउ साथीहरू हामी चाहिँ ल लाग्यो अब यहाँदेखि चाहिँ माथि उकालो लाग्ने हो। बाटो देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ हामी अब जाँदैछौँ चम्पादेवी पदमार्ग। अब हामी हिँड्दैछौँ यस्तो बाटोमा सल्लीबिर छ। चिप्लेर लड्यो भने यो यस्तै झ्याली गर्ने झन्डै लड्यो। यहाँको जङ्गल देख्न सक्नुहुन्छ। वाउ, ब्याकग्राउन्ड चाहिँ एकदम राम्रो छ गाइजहरू। हामी यस्तो बाटोमा हिँडिरहेछौँ। साथीहरू हाम्रो यात्रा चाहिँ निरन्तर चलिरहेको छ। हामी जाँदैछौँ। पछाडि देख्न सक्नुहुन्छ हाम्रो ग्रुप साथीहरू आउँदै हुनुहुन्छ, अरू पनि हुनुहुन्छ। यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेछ साथीहरू, देख्न सक्नुहुन्छ। यति हेन्सम मान्छे छन् यहाँ। ओके छ भाइ, हामी यस्तो उकालो बाटो हिँडिरहेछौँ, देख्न सक्नुहुन्छ हजुरहरूले। ओ साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले, पारी यति ठुलो भिड हो, भूत जस्तो देखिन्छ त त्यहाँ त। वाउ, फाइनल्ली हामी चाहिँ यहाँ आधी बाटोमा आइपुगेका छौँ, देख्न सक्नुहुन्छ। धेरैजना हुनुहुन्छ आज यहाँ हाइकिङ जानेले त। तलतिर पनि आउँदै हुनुहुन्छ, यतातिर पनि हुनुहुन्छ मान्छेहरू। देख्न सक्नुहुन्छ उहाँहरू हाम्रो साथीहरू अरू पनि हुनुहुन्छ, धेरैजना हाइकिङ जाने। गाइजहरू हामी चाहिँ फाइनल्ली बिचमा आइपुगिसकेको छौँ हाम्रो। अब चाहिँ खाजा खाने बेला भएको छ, खाजाको तयारी हुँदैछ। ओ मेरो भाइ उहाँ खाजा बनाउँदैछ। यो मेरो जति बेला नि मेरो भिडियो बनाएर जति बेला नि रेस्टुरेन्टमा आएकोले पानी हालेर दियो गाइजहरू। देख्नुहोस् न कहाँ
फाइनली गाइज हामी चाहिँ खाजा खान थाल्यौँ। खाजा खाएर फेरि हाम्रो यात्रा सुरु हुन्छ। हामी चाहिँ यहाँ बिच बाटोमा आएर खाजा खाँदैछौँ, देख्न सक्नुहुन्छ हजुरहरूले। अब टक्क खाजा खाएर त्यहाँदेखि हाम्रो यात्रा बाटो यता हो, त्यहाँबाट यताको यात्रा सुरु हुन्छ। साथीहरू खाजा खाइसकेर हाम्रो यात्रा सुरु भएको छ। बाटो देख्न सक्नुहुन्छ हजुरहरूले, यस्तो बाटो छ। हामी यहाँबाट हिँडेर चाहिँ माथिको त्यो डाँडामा पुग्ने हो। फाइनल्ली गाइज हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ। देख्न सक्नुहुन्छ पछाडि हामी चाहिँ चम्पादेवी मन्दिरमा आइसक्यौँ। हजुरहरूलाई म मन्दिर देखाउँछु। फाइनल्ली गाइज हामी चाहिँ मन्दिरमा आइसकेको छौँ। हेर्न सक्नुहुन्छ सबैजना माथि आइसक्यौँ हामी। हाम्रो डेस्टिनेसन चाहिँ यहीँ हो। आजको यहाँ खानेकुरा पनि पाइने रहेछ। ओहो वाउ, गाइजहरू ल सबैजना आइपुग्यौँ हामी चाहिँ। फाइनल्ली गाइज हामी चाहिँ आइपुग्यौँ डेस्टिनेसनमा, चम्पादेवी मन्दिरमा।